नमस्कार। आज म फेरि अर्को भिडियो इभी सम्बन्धी भिडियो लिएर आएको छु। आज म तपाईहरुलाई थोरै र्याकको बारेमा अनि त्यसको कोलुमको बारेमा चाहिँ समस्या के कस्ता हुन्छन् हैन, त्यसले गर्दाखेरि चाहिँ के कस्ता दुर्घटनाहरू अथवा समस्याहरू निप्टन सक्छौं, म थोरै यस विषयमा भन्न चाहन्छु। पहिला त यसको सिम्पटम्स कस्तो हुन्छ भन्दाखेरि त्यो पिनियनको चाहिँ घाट घोटिसक्दाखेरि कोलुमसँग राम्रोसँग नलाग्दाखेरि चाहिँ मजाले घोटियो भने चाहिँ हामीले टर्न गर्दाखेरि चाहिँ राम्रोसँग स्टियरिङ नकाटिने, आवाज आउने, बब्लिङ हुने अथवा स्टियरिङ चाहिँ भाइब्रेसन हुने जस्ता समस्याहरू आउन सक्छन्। आवाज ठुलो पनि आउँछ, थोरो चाँडै जान पनि सक्छ, यसले गर्दाखेरि र्याकै फुत्किन पनि सक्छ हैन। यसको चाहिँ घाट नै गइसकेको थियो, अलिअलि मात्र अड्डाएको थियो हैन। यसले चाहिँ हामीले टर्न गर्दाखेरि चाहिँ राम्रोसँग टर्न काटिँदैन अनि स्टियरिङ मात्र घुम्छ, टायर घुम्दैन हैन। यसले चाहिँ ठुलो दुर्घटना पनि निम्ताउन सक्छ। बेलैमा हामीले बनायौं भने सर्भिसिङ गर्दाखेरि धेरै सबै कुरा ध्यान दिएर बनायौं अथवा मेकानिकले भनेको चेन्ज गर्यो भने चाहिँ हामीलाई चाहिँ ठुलो पैसाबाट पनि जोगाउँछ, ठुलो पैसा खर्च हुनबाट पनि जोगाउँछ। त्यसैले चाहिँ हामीले के गर्नु पर्यो भन्दाखेरि बेलैमा यसलाई बनाउनु पर्यो अथवा रिपेयर गर्नु पर्यो। रिपेयर गरेर चाहिँ हाम्रो गाडी चाहिँ राम्रो भएर कुदाउनु पर्यो। यसले चाहिँ पछि कस्तो हुन्छ भन्दाखेरि त्यो घाट घोटिँदा त्यो घुम्छ हैन, एकदम त्यो डल्लो जस्तै हुन्छ, कोलुमको सबै खाएको हुन्छ, दाँतीहरू घाटहरू खाएको हुन्छ र्याकको पनि। अनि पछि यसरी नै चलायो भने चाहिँ र्याकै फेर्नुपर्ने जस्तो पनि हाम्रो हुनसक्छ, र्याक नै फेर्नु पनि पर्छ। र्याकका बुसहरू जाने, भित्रका पिनियन अथवा गियरहरू बिग्रिन सक्ने हैन। अनि कुनैको चाहिँ अहिले इभी गाडीहरूको के छ भन्दा कुनैको एकदम हाई प्राइस पर्छ यिनीहरूको र्याकलाई, मोटर एट्याच हुन्छ, मोटर समेत आउँछ हैन। त्यसलाई चाहिँ हामीलाई महँगो पर्न सक्छ। त्यसले चाहिँ बेलैमा ध्यान दियौ भने चाहिँ हामीलाई ठुलो खर्चबाट पनि हामी जोगिन्छौँ र ठुलो समस्या पनि हामीलाई बेलैमा हल हुन्छ। धन्यवाद।